हेलो गाइस, म चाहिँ अहिले डाङमा छु। डाङको लमहीमा, अनि लमही भन्दा पनि यो ठ्याक्क कुलमोड भन्ने नजिक छु। अनि एउटा कुरा चाहिँ फन्नी भनौँ कि यो के भनौँ, के भन्दाखेरि यहाँ चाहिँ वाइफाई छ, तर एनसेल नमस्ते कुनै पनि नेटवर्क चाहिँ छैन गाइस होइन। यस्तो ठाउँ छ होइन। अनि केही पनि छैन, नेटवर्क छैन। त्योभन्दा पनि अझ इन्ट्रेस्टिङ अनि फन्नी कुरा के हो भन्दाखेरि चाहिँ म चाहिँ प्रायः जस्तो कोरियन, चाइनिज, इङ्ग्लिस मुभीहरू हल्डअप गरेर त्यसलाई हिन्दीमा सुनेर नेपालीमा पनि बुझिहाल्छु, त्यसको कथा विषयवस्तुहरू बुझ्छु। तर यार यो राजनीतिक कुराहरू चाहिँ अहिले भएको कुराहरू चाहिँ म बुझ्नै सकेको छैन। कसैले बुझ्नु भएको छ भने यसो क्लियर गर त है। गाह्रो पो भयो भनेको, बुझ्नै सकिँदैन के कथा के मागेको भन्ने कुरा मैले बुझ्नै सकिरहेको छैन। यसो यसलाई मलाई बुझाउनु पऱ्यो गाइस, कोही हुनुहुन्छ भने यसो बुझाउनुहोस् ल। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ गाइस, सब्सक्राइब गर्नुहोस्।